ल साथीहरु सबैजनालाई नमस्ते। म पारु हाङ राई अनि स्वागत छ तपाईहरुलाई पारु हाङ ब्लगमा। अहिले चाहिँ म चाहिँ के खानु लागिरहेको छु भने लोकल पारामा गाउँले स्टाइलमा पहिला गाउँघरमा बर्खाको के देख्न सक्नुहुन्छ थुक्पा बनाएर चट्टलाएर अनि यता देख्न सक्नुहुन्छ क्याबेज यो चाहिँ माथिबाट हालेको चाहिँ गोमा चाख्दिउँ है त अब कस्तो छ चट्ट पारामा मिठो हो जस्तो छ हेर्दा चाहिँ मिठो भएछ थुक्पा यस्तोहरू चाहिँ पाउँदैन के जापानमा नेपाली कि त रेस्टुरेन्टतिर भनेको कुनै कुनै ठाउँमा चाहिँ पाउँछ होला नत्र पाउँदैन हामी चाहिँ प्राय चाहिँ रुममै बनाएर खान्छौँ यस गाउँघरमा थुप्रो खान्थ्यौँ हामीले आफैले बनाएर पनि यसलाई चाहिँ अब यस्तो च्यापेर हैन गममा हान्नुपर्ने हुन्छ गोमा माथिबाट हालेपछि मिठो हुन्छ क्या जुस अनि यसलाई फेरि थ्याङ्क यू सो मच साथीहरु सबैजनाले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा